फाइनली हामी चाहिँ कहाँ जानलाई तयार भएको छ भन्दा घुम्नलाई यहाँनिर हाम्रो आदरणीय सर मिसहरू मिस म्याडमहरू हुनुहुन्छ। कहाँ जान लानुभएको हजुरहरू? कुन ठाउँमा? सर्लाही भरत तालमा चाहिँ उहाँहरू चाहिँ जानलाई तयारी हुनुहुन्छ। धनुषा लालगढबाट चाहिँ हामी चाहिँ कहाँ अरे? सर्लाही भरत ताल। यो भिडियो गर्ने चाहिँ म हो, यो अलिक बोल्न नजान्ने मान्छे। ल तपाईँ कहाँ जानुहुने? म आँखा दुखिरहेको छ। ल आँखा दुखे चाहिँ नजानु हजुर, रेस्ट गर्नु है। साथीहरू छुट्टी छ। यहाँ लिएर जानुपर्छ क्या हो। यो चाहिँ हाम्रो गिटार कहाँ हुँदैन यहाँ दाजुभाइ एक्लै त्यो गिल्ली बिल्ली गर्छ। ल भजन मिलाउँछु जानु। भिडियो नै नगरे चाहिँ नाच्दा भन्दा उठाउन पुलिस पुलिस दाइले ल हाम्रो निम्ति हो क्रुसको छाया छ तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई क्रुसको माया छ तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई क्रुसको माया छ तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई क्रुसको माया छ यो कलवरीमा क्रुसको छाया छ जस्तो तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई क्रिसको माया छ जस्तो तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई क्रिसको माया छ तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई क्रिसको माया छ त्यस्तै मलाई क्रिसको माया छ तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई क्रिसको माया छ। फाइनल्ली हामी चाहिँ कहाँ आइपुग्यो अरे? कहाँ हो? मुन्थर। ए नुन्थर पो रहेछ। नुन्थर रौतहट बागमती आइपुगेका छौँ। कस्तो लागिरहेको छ यसो भनिहालौँ त। एकदमै रमाइलो रहेछ होइन, धुलोले पुरै आँखै जस्तो लाग्यो। ल एकदमै खुसी लागिरहेको छ। खुसी लागिरहेको छ। ल धन्यवाद। कस्तो लागिरहेछ भाइलाई? एकदम रमाइलो दाइ। रमाइलो लागिरहेछ। ल ल अनि त बहिनीलाई कस्तो लागिरहेछ? राम्रो लाग्यो हो। पहिला पनि आउनुभएको थियो कि पहिलोचोटि हो? पहिलोपटक हो। ए ल अब चाहिँ रमाइलो हुन्छ है। ल हजुर पहिलोचोटि हो कि पहिला पनि आउनुभएको थियो? पहिलोचोटि हो सर। पहिलोचोटि? ए अनि हाम्रो सानो बहिनी? नमस्ते, जयमसी। जयमसी गोरा? जयमसी, म पहिलोचोटि हो। पहिलोचोटि। ल हाम्रो आन्टी पनि पहिला आइसक्नु भएको थियो कि? ओहो दोस्रोचोटि हो। ल म पनि पहिलोचोटि है यो भिडियो गर्ने मान्छे चाहिँ म हो। हाम्रो किमन सरलाई कस्तो लागिरहेको छ यहाँ आउँदै गर्दाखेरि? त्यो बाटो त झ्याक 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 त्यो ब्रेक हान्दा 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 हातै थुकिदुखी छ। कस्तो सिधा बाटो पनि ब्रेक हान्छ भनेको? सिधा बाटो गाडीमा त आएको तिमीलाई केही भएन, हामी बाइकमा आएको त गर्दा गर्दै। ल ल ल बालकृष्ण सर हजुर सर हजुरलाई कस्तो लाग्यो आज आउँदै गर्दाखेरि? आज आउँदाखेरि टाउको मात्रै दुखिहाल्छ। ए टाउको दुख्यो। ल अब टाउको फुटाल्नुपर्छ। कस्तो लाग्यो हाम्रो दानियल सरलाई? म अहिले इन्टरभ्यू दिने मोडमा छैन। ए मोडै गायब भयो है। कस्तो लागिरहेछ भाइलाई? रमाइलो लागेछ। रमाइलो लाग्छ? ल ठिक छ, त्यसो भए हामी चाहिँ रमाइलो गर्नेछ आजको दिनमा। आजको दिन चाहिँ भव्य र सभ्य हुनेछ भनेर यो ताल भनेको। फाइनली हामी चाहिँ भित्र प्रवेश गरिसकेका छौँ। पैसा कति लाग्छ के लाग्छ के थाहा छैन होइन, तर पनि हामी चाहिँ भित्र चाहिँ प्रवेश गरिसकेका छौँ। यहाँनिर पैसा तिर्न पऱ्यो भने चाहिँ कसले तिर्ने थाहा छैन होइन। हामी चाहिँ यसरी यात्रा गर्ने हो, हामी चाहिँ घुम्ने हो। यो चाहिँ हाम्रो एउटा फेवातालको सङ्केत गर्ने एउटा ताल हो। अनि यहाँ चाहिँ चारैतिरबाट चाहिँ जान मिल्ने छ होइन, टक्क लाएर। अनि यहाँ चाहिँ एउटा पिकनिक स्पोट छ। यहाँनिर चाहिँ पुरा पकाएर खानलाई चाहिँ यहाँनिर यसरी चाहिँ यिनीहरू यसरी राखिएको छ। अनि हामी चाहिँ आज यहाँनिर रमाइलो गर्नेछौँ। अनि यो रमाइलो चाहिँ भव्य र सभ्य हुनेछ। अनि हाम्रो टोइलेट चाहिँ त्यहाँनिर रहेछ। यहाँ चाहिँ फोहोर फाल्ने डस्टबिन छ। यहाँनिर के छ म तपाईँलाई प्रत्यक्ष देखाउँदैछु है त साथीहरू। ल है त
फाइनल्ली हाम्रो यहाँ चाहिँ मान्छेहरू बस्ने हो कि गाडी राख्ने हो कि के भन्न चाहनुहुन्छ पौडी खेल्नको लागि? पौडी खेल्नलाई म उत्साह दिन चाहन्छु केटा गई भयो नि खेल्नुपर्छ पौडी चाहिँ हजुर यतातिर के सामानहरू बेच्नलाई राख्नु रहेछ म टक्क लाएर हजुरलाई चाहिँ कहाँ होला नि खै गाडी नै आएन ल म चाहिँ ल सामान जानुपर्छ है यता जानुभन्दा अगाडि चाहिँ म सामान लिन जान्छु होइन मेरो आज जिम्मेवारी चाहिँ सामानहरू छ अनि त्यही भएर म त्यसलाई चाहिँ जसरी पनि ल्याउनु पर्ने हुन्छ त्यो मेरो जिम्मेवारी हो त्यसैले हामी चाहिँ कहाँ बस्ने कहाँ राख्ने भनेर चाहिँ नितो गर्दैछौँ फाइनल्ली हामी चाहिँ भरत ताल भनेर आएको अर्कै तालमा आइपुगेछ यो के ताल हो यो माछा ताल त्योहरू यस्तै छ अब भरत ताल चाहिँ नगइने भयो होइन अब कस्तो खुसी भइदिए आएको थिएँ भरत ताल हेर्न भनेर होइन मेरो अब अर्कै ताललाई देखाइदिएपछि त चाहिँ फाइनली गाडी आइसकेको छ होइन यो चाहिँ हाम्रो टिमको गाडी हो बाई बाई गर्दैछौँ अहिले अब भेट्ने मौका छैन जस्तो छ यो हामी प्रत्यक्ष प्रसारणमा छौँ प्रत्यक्ष प्रसारणमा कस्तो हुँदैछ हजुरलाई ल ल भन्नुहोस् जनता जान्न चाहन्छ कस्तो लाग्दैछ भन्नुहोस् चक्कर लागेको छ कसैलाई कस्तो छ ठिक छ हामी प्रत्यक्ष प्रसारणमा छौँ ल भाइ त होइन यहाँ आएको त तिमी त उता हो ल चक्कर लगाएर सिधै झर्नुहोस् न सबैजना प्रत्यक्ष प्रसारणमा छ यहाँ चाहिँ सामानहरू छ होइन सामानहरू अब हामी चाहिँ यस्तो गरेर यतातिर एउटै टक्क हामी झार्दैछौँ होइन है सामान चाहिँ हामी चाहिँ झार्दैछौँ होइन यसै ल के छ चामल ल फाटफुट यतापट्टि भन्दा त उतापट्टि के हुँदैछ है हामी चाहिँ माथिको सामान निक्लिन चाहिँ यत्रो धेरै सामान छ होइन प्रत्यक्ष प्रसादमा छौँ यहाँनिर घुम्न आएको गाडीले घुइदिइसक्यो होइन ए यहाँ पनि दही छ होइन दहीको हालत के भएको छ थाहा छैन दही सक्यो मान्छेहरू सके छ ल फाइनली यो चाहिँ ल साथीहरू ओ चमन दाईहरू ल यिनीहरूलाई फाइनली यो चाहिँ मैले भर्खर ल्याएको है ओइ झराल्दै छ हाम्रो सरहरूले के तरिका म लान्छु हाम्रो चाहिँ दानियल दाइ यस्तो खतरा भारी काम गर्दै हुनुहुन्छ होइन फाइनली सक्यो हामी चाहिँ लिएर जाउँ यसलाई त्यसरी लिएर त्यसरी गर्दैछौँ यहाँ चाहिँ भर्खरै एक्सिडेन्ट भएको है थोरै पुगेछ मसला फाइनली भात तयारी भइसकेको छ अब भात पकाउनलाई चाहिँ कस्तो लागिरहेछ यो चाहिँ हामीले लानलाई ओइ उहाँले चाहिँ माग्दै हुनुहुन्छ भात खाने थाल यो सबैजना यहाँनिर आइसक्नु भएको छ होइन हाम्रो अब यहाँ बसिरहेको नि यहाँको मान्छेले यहीँको नुनेर पानी खाइरहेको मान्छे अर्को ठाउँमा अनिता दिदी के अञ्जन दिदीले तलाएर कल रहेछ
Bless the Lord, oh my soul. In the name, Lord. Finally, म चाहिँ यहाँबाट उता पारितिर जान्छु है त। दुई मिनट 3 मिनट हिँडिसकेको छु। म चाहिँ अहिले एक्लै छु, दायाँ बायाँ कोही पनि छैन। यहाँ चाहिँ पुरा घना जङ्गल छ। म वन जङ्गलमा चाहिँ घुमिरहेको छु। थाहा छैन म अहिले चाहिँ कतातिर आइपुग्यो भनेर। फाइनल्ली यहाँनिर चाहिँ यस्तो रमाइलो ठाउँहरू छ है त। हो ल अझै प्रत्यक्ष हामी चाहिँ हेर्नेछौँ। अब म यहाँभन्दा उता गएँ भने अझै के होला भन्ने चाहिँ प्रश्न आइरहेको छ। जति उता जान्छु त्यति नै यो पनि उतै बाटो देखिँदछु। यसैले म कहाँ आइपुगेँ मलाई थाहा छैन। फाइनल्ली आज हो भित्रको रहस्य कुराहरू देखाउँदैछु है त। यहाँ चाहिँ यस्तो मजाको यस्तो पुरा बाटो बनाएको छ होइन। यो बाटो एकदम राम्रो छ है त। तपाईँ पनि आउँदै गर्नुहोस्, घुम्दै गर्नुहोस्। हालेलुया, प्रेज द लर्ड। यिनीहरू चाहिँ घना जङ्गल रहेको छ है त। यो बाटो चाहिँ कति टाढासम्म छ म हिँडेको छु। यो बाटो अझसम्म पनि सकिरहेको छैन। अनि मलाई लाग्छ यसपछि चाहिँ यो उता डाँडामा आएपछि चाहिँ केही न केही चाहिँ छ है त भन्ने चाहिँ मलाई चाहिँ लागिरहेको छ। यसरी म यात्रा गर्दै गर्नेछु। अनि यतातिर यस्तो पिकनिक स्पोटहरू यहाँनिर चाहिँ यसरी भएको देख्दछु। अनि जति उता जान्छु त्यति नै झन् रमाइलो लागिरहेको छ। आशा छ यहाँनिर एकदम रहस्य कुराहरू छ भन्ने म आशा गर्दछु है त। म चाहिँ हिँडेछु तर पनि यो बाटो चाहिँ सकिरहेको छैन। अब चाहिँ म यहाँबाट उतातिर त जाँदिनँ। म यहाँदेखि चाहिँ अब पारिपट्टि जान्छु अनि त्यो पारिको चाहिँ दृश्य देखाउँछु। हो 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 ए ल फाइनल्ली म चाहिँ यताभित्र आइसकेको रहेछु। यहाँनिर चाहिँ यस्तो पिकनिक स्पोटहरू प्रशस्तै मात्रामा रहेछ। अनि यतातिर चाहिँ यता होटेल पनि रहेछ जस्तो छ होइन। हो यहाँ चाहिँ यस्तो मजाले यहाँ के रहेछ त। यहाँबाट बाटो चाहिँ सकेछ। यता माथि कहाँ जान्छ थाहा छैन। अब बागमती यहाँ चाहिँ नदी चाहिँ यस्तो मजाले चाहिँ बगिरहेको छ होइन। ल फाइनल्ली बाटो चाहिँ सकेको छ तर पनि ठाउँ चाहिँ सकेको छैन। है त म अन्तिम छेउमा आइसकेको छु होइन। यहाँभित्र चाहिँ जान दिँदैन जस्तो छ। अब बाहिरबाट हेरेर फर्किनुपर्छ जस्तो छ। है त यहाँभित्र चाहिँ जान पाउँदैन रहेछ। यो चाहिँ बन्द छ। नुनथर बागमती इको एडभेन्चर एन्ड इन्टरटेनमेन्ट प्राणी। यहाँनिर चाहिँ यस्तो यहाँनिर चाहिँ खेलहरू खेल्नु पनि पाइने रहेछ। अनि पिङहरू रहेछ, स्पोर्टहरू छ। तर मलाई यहाँबाट भित्र जान सकेन। अब म चाहिँ यतातिर जान्छु। देखिँदो रहेछ होइन। चट्ट लाएर यहाँ बसेर चाहिँ फोटो खिच्ने ठाउँ पनि छ। बागमती नदी। हेलो गाइजहरू, के छ, कस्तो छ, कस्तो हुँदैछ घुमघाम? ठिकठाक छ। कस्तो छ घुमघाम तपाईँको? ठिक छ, ठिक छ, ठिक छ, राम्रो हुँदैछ। धन्यवाद। ल धन्यवाद। च्यानललाई लाइक अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला है। एकदम सब्स्क्राइब चाहिँ गरिदिनु होला। ल यसो एकचोटि यहाँनिर बस्नु त, यसो भिडियो गरौँ यहाँबाट। त्यो पिङ खेल्न नपाउनु रहेछ यार, त्यो बन्द रहेछ के। साथीहरू म गएँ है। ल भाइ भाइ, म त घुमिसकेँ। अब म फर्किँदैछु। आज मेरो यात्रा चाहिँ सकिएको छ होइन। टक्कला यतातिर उहाँहरू पनि घुम्न लाउँदै हुनुहुन्छ। कस्तो लागिरहेछ हजुरलाई? राम्रो लाग्यो। ल धन्यवाद प्रतिक्रियाको लागि। हुन्छ हामी चाहिँ म चाहिँ एकदम रहस्य कुराहरू हेर्दैछु होइन, देख्दैछु। ल यो बाटो चाहिँ साह्रै लामो रहेछ होइन। म चाहिँ हिँडेको अहिले लगभग 10 मिनट भइसक्यो होइन।
तर पनि यो बाटो चाहिँ सकिरहेको छैन होइन। अब ऊ त पारिबाट चाहिँ म आएको थिएँ त्यो कुना फेरि म छेउछेउ चाहिँ म जाँदैछु। फाइनल्ली हाम्रो दिदीहरू पनि आउनुभएको छ म त्यो अगाडि होइन। ल म चाहिँ उहाँलाई पनि देखाउनेछु होइन। टक्क लाएर यो चाहिँ वन हरियो वन नेपालको धन भनेको यस्तै हो होइन। हो तल बागमती म माथि। ल ल यतातिर घुम्ने मान्छेहरू त तन्नै आउनु रहेछ क्या होइन। ल जनता जान्न चाहन्छ ल के भन्न चाहनुहुन्छ? एकदम राम्रो ठाउँ रहेछ तर लास्टै गर्मी भन्न चाहन्छु। गर्मी छ एडिन कस्तो लाग्यो तिमीलाई? राम्रो छ न। कस्तो लाग्यो छिटो भन न। राम्रो छ। यस्तो गुद गर त ल गुद गर गुद छ होइन। ल हो त्यहाँ पारिबाट फेरि वारी जानु मिल्ने रहेछ है। रमाइलो छ। फाइनल्ली यहाँनिर म यस्तो के देख्दैछु सुनसान वन जङ्गल देख्दैछु यहाँनिर चाहिँ। ओहो ल ल ल ल फाइनल्ली म चाहिँ धेरै टाढा आइसकेको छु। यहाँभित्र चाहिँ के छ थाहा छैन। ओइ के हो यो? फाइनल्ली यहाँनिर मैले चाहिँ हाम्रो सर्मिसहरूलाई देख्दैछु। ए कस्तो लागिरहेछ हजुरलाई? कस्तो न कस्तो कामले पोलेछ रमाइलो छैन? मलाई त कोही पनि नआउनु होला यो त केही रमाइलो छैन। यहाँ त कोही आउनु पर्दैन। ल नआउनुहोस्। म चाहिँ किताबमा पढेको थिएँ अहिले चाहिँ यहीँ बगेको देख्न चाहिँ पाइयो। बगेको देख्न पाइयो के छ भन्ने? ल जोस् देख्न पाइयो होइन। बागमती भन्ने चाहिँ यही हो। यही रहेछ बागमती। एकदम फोहोर छ भन्ने सुनेको थिएँ तर यो त सफा देख्छु। ल धन्यवाद हजुरहरूलाई। है त सुनसान यात्रा। अब ल म लगभग नजिकै आइपुगिसकेको छु। अब म चाहिँ फर्कदैछु होइन। यस्तो रमाइलो ठाउँ चाहिँ यहाँ चाहिँ सलमान आइस गोला चुस्की चाहिँ रहेछ तर खान चाहिँ नमिल्ने रहेछ। चट्ट लाएर अब म चाहिँ यो बाटो लाग्छु होइन। यहाँनिर चाहिँ सलमान आइस मात्रै रहेछ होइन। टक्क लाएर आइसहरू खान मिल्ने रहेछ। अब म नजिकै छु जहाँदेखि चाहिँ म सुरु गर्दै थिएँ त्यो ठाउँमा म पुग्दैछु। म चाहिँ अहिले यो ठाउँमा चाहिँ 13 मिनट भयो। ज्ञान शक्ति प्रेमले फाइनल्ली ल यहाँनिर हाम्रो आदरणीय मिसहरू हुनुहुन्छ के भन्न चाहनुहुन्छ घुम्दै गर्दाखेरि? धेरै गर्मी छ। धेरै गर्मी छ। हाम्रो त पसिना चुहियो एसी चाहियो। पसिना चुहियो छ। पसिना आछ मतलब पसिना आछ। हाम्रो के रे हाम्रो नेत्र दाइलाई सपोर्ट गर्दिनु होला। नेत्र हैन प्रवीण हो है। प्रवीण बिरकट्टा भलक। तर मलाई नेत्र दाइ भन्न आउँछ। ल फाइनल्ली म चाहिँ यो कति मिनट 15 मिनटमा चाहिँ यत्रो घुमिसकेँ होइन। 15 मिनटमा चाहिँ घुमिन सकिने रहेछ के। ल म चाहिँ त्यो पुलतिर पनि जान्छु क्या। यहाँभित्र पनि म जाँदैछु होइन। यहाँ चाहिँ एउटा यस्तो मूर्ति चाहिँ यहाँनिर खडा गरेको छ होइन। हो ए पुल भन्ने त यहाँबाट रहेछ।
अब चाहिँ जानुपर्छ यहाँ चाहिँ मेला लाग्ने रहेछ होइन चट्टा लाएर सामानहरू चाहिँ यहाँ पाइने रहेछ रुमालहरू मालाहरू चट्टा किन्नलाई बेच्नलाई राख्नुभएको छ मिलाएर फाइनल्ली म चाहिँ घुमेर सकेँ अब चाहिँ म फेरि खाना पकाउने ठाउँमा जान्छु टक्क लाएर अब आजको भ्लग चाहिँ यति नै रहेको छ हेर्दै गर्नु होला है त चट्टा लाएर हो फाइनल्ली म फेरि पनि आइपुगेँ है ल उहाँको यो ट्यालेन्ट छ है उहाँ उल्टे लाने साथी हो हामी चाहिँ भरततालमा आइपुगेका छौँ यो चाहिँ म हो भिडियो गर्ने ल हामी चाहिँ फाइनली आइपुगिसकेका छौँ उहाँ राजेश सर हुनुहुन्छ हेलो सर हामी भरततालमा आइपुगेका छौँ भरतताल खासै ठुलो रहेनछ पाडे यसलाई पनि राख्नु पर्यो भित्र राख्नु भयो त्यो गिटारलाई त खै यो खोलिन् त गिटारलाई भित्र राख्नु के अरे ल जाम ल आयो माथि ठोकिन्छ है कहाँ आयो गऱ्यो यता भन त यता कहाँ आयो गऱ्यो हामी भरतताल आयो होइन है हामी चाहिँ भरतताल यो चाहिँ गाडी हो अब हामी चाहिँ भरततालमा जाने हो होइन टक्क लाएर भरततालमा जाने हो त्यहाँ गएर ठुल्ठुलो माछा हेर्ने है फिस है फाइनल्ली हामी चाहिँ भरतताल आइपुगेका छौँ यहाँको ताल हामी हेर्ने छौँ अनि यहाँ भएको रहस्य कुरा हामी चाहिँ निहाल्ने छौँ ओके हवाई जहाज पनि रहेछ
एरोप्लेन ऊ जहाज पनि रहेछ पानी जहाज पनि रहेछ हैन माछा कति ठुलो माछा होइन ऊ इलिफेन्ट देखि इलिफेन्ट 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 हात्ती हो इलिफेन्ट हो कि इलिफेन्ट मुन पनि रहेछ उयो के हो क्रोकोडाइल मुन पुरा जाने छ है हात्ती यहाँनिर हेर तिमीलाई त टिकट काटिदिनु भएको छ नि यहाँ ल टिकट काटिदिनु भयो गएर भित्र गएर खेल्ने है हस् हुन्छ कि हुन्न 500 को टिकट काट्दैछ 500 रुपियाँको टिकट काट्दैछ तिमीलाई हजुर भाइ बाई 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 दुईजना यहाँनिर 150 लाग्छ गरे ल हामी चाहिँ बाहिर बाहिर हेर्ने जानी यो त ताल हो कि पोखरी हो र नछिक्नु नेपालको रेल खिच्दैछु कता हो इन्डियातिर पुग्छ क्या अब त ए मेरो ट्रेन छुट्यो ट्रेन छुट्यो यार ए भाइ एक भाइ कता ओए मान्छे हुन्छ खाइदा यो हैन त